आज सुरत हस्पिटलबाट खासमा आएको कारण चाहिँ गाउँमा भिडी आएर हैरान भएको छ। हामीलाई टोकेर हस्पिटल आएको छु। फेरि नजिक मेरो लोगोसँग छ आइएम विराज तपाईँले हेर्नु आज चाहिँ भयङ्कर काँड भएको किनभने हाम्रो घर काश्मीर भिडी आएर सबलाई टोकेर हैरान पारेको छ। हाम्रो दाइ भाउजू बाबुलाई टोकेको छ होइन, पुरा भाउजूको दाइको पुरै हाँक्नै पऱ्यो। अनि डेभिड भाइ बाबुको चाहिँ टाउमा एउटा आँखामा एउटा खुट्टामा टोकेको छ। त्यो चाहिँ धेरैजनाले टोकेको छ भयङ्कर है, छैन त्यस्तै चलिरहेको छ। आज चाहिँ भ्लग ढिलो आउँछ होला, हिजोको 12 बजीतिर आउँछ होला। अहिले अब पोस्ट गरेको छैन, हिजोको आज पोस्ट गरेर भोलि यो भ्लग हाल्नेछु, हेरिदिनु होला मेरो भ्लग जहाँसम्म। फाइनली गाइस होइन हामीले यो हिँडेको भयो घाम परिदिन्छ छिटो गरिसक्यौँ। अब आज चाहिँ गोठमा छ, आधा यता छ, थोडा बहुत यतातिर छ होइन। अब यो सब खाली हुन्छ क्या, अब पलिसली कस्तो कस्तो पुगाउनु जानुपर्ने छ। अब यो अहिले चाहिँ राख्ने अनि भोलि चाहिँ पुऱ्याउँदैन। यो पङ्खा पनि छ, पङ्खा पुगाउनु पर्ने छ। त्यो छैन सबै आमाहरू सन्देश पार गर्नुपर्ने छ। र अब भोलि हाम्रो तिहार हुन्छ, आजदेखि हो कुकुर तिहार आज, काग तिहार आज। सबै हाल्नु पऱ्यो घर, केही छैन। अब सामान जानु पनि मस्त कस्तो पारे गर्ने अनि के छैन राम्रो भइरहेको छ, चलिरहेको छ काम। यस्तै गरी काम चल्छ अनि ल हुन्छ नि तलै राख्नु अहिले हो। अब पल्ली चाहिँ भित्र राख्नु भित्र यता गन्दगी देख्यो होला, किनकि कट्टाहरू हेर्छन् कि यो धान मारेर कट्टा राख्नु लागि कट्टा हेर्छ। आधा कट्टा चाहिँ यता छ होइन, अनि भुसो चाहिँ यतातिर छ, पराल चाहिँ उता साइडतिर र उता साइडतिर छ होइन पराल। अनि त्यस्तै चलिरहेको छ। अनि हाम्रो भोलिको लागि मादलको लागि तयारी मादल छैन, हामीले यता भइसक्यो होइन, काम त भइसक्यो। अब झाड लगाउनु बाँकी छ, अब सबको तयार भयो। अनि फेरि अब मजाले आरामसँग झाड लगाउने अनि सब घरको कचरा गरे है। अब कहिले हुन्न, अब तिहारको बेला मात्रै, तिहार दसैँको बेला मात्रै घर सफा हुन्छ है सबैको। त्यसो भए सबैले सफा गर्नुपर्छ आरामसँग होइन। र म चाहिँ झाड लगाउँछु अनि केटीले पनि लगाउँदैन हुन्छ, साफसफाइ गर्छु त्यहाँ सुत्दैन। अब कभर छर्काउँछु एकसाथ राख्ने, अनि त्यो पनि सब उतातिर हेर्दै छैन, त्यो सब मिलाउने। अनि यतातिर पनि बोटतिर जाउँ, सब हामीसँग मिलाउने हो। त्यो सबैले हेर्नु होला मेरो कास्टमर उद्योग कस्तो दोस्त दिदीहरू आइसक्नु होइन, मम्मीहरू। अनि चाहिँ यो हाम्रो चाहिँ यो लाइटको प्रोग्राम भइरहेको छ होइन, लगाउने कुर्सी अब झिलमिले लगाउने, झिलमिले झिल्ला सेलरोटी भोलि आउने सेलरोटी दिनु अहिले दिनु होइन भोलि दिनु। ल ठिक छ, चढ्नु न चढ्छ खै चढ्छ ल माथि हाल ऊ रहेछ नि, लट्काउँदा सिधै हाल्थ्यो अहिले पहिला सिधै चमक्कै पुरै चिप्काएर माथि हाल माथि हाल्नु माथि हल्का अड्डा हाली ल बोले त कस्तो देख्नु भएको यस्तो टेढो बनाएर ल माथि हाल्नु उमा तारमा फसाएर छैन त मात्र चाहिँ अविराज तिन मात्र चाहिँ अब के गर्छ थाहा छ? अब यस्तो बनाउँदै यस्तै भी बनाउँदै अलि तल भी बनाउँदा र माछा त तँ माछा म तँलाई के दिन्छु अड्डा चाहिँ। फाइनली यो सकियो हाम्रो काम। अनि चाहिँ कम्पर छ ठुलो यहाँ लगाउने गरे, अनि चाहिँ यो कम्पर छ अनि ल्याउनु पर्ने छ भोलि गएर। राम्रो देखिन्छ है यस्तो गरेर, दूरबाट हेर्दाखेरि कस्तो मस्त देखिन्छ है त्यो भयो हेर्दाखेरि। सब यो यता पुरा हिँड्छ नि, यो माथि पुरा लाउने हो कि मस्त देखिन्छ नि घर त, राम्रो देखिन्छ, यस्तो राम्रो देखिन्छ।
मैले कफी बनाएर खाने होइन यो कफी मगाएको थिएँ 1 रुपियाँ 2 रुपियाँ एउटा नानीहरूले ल्याइदिनुहुन्छ उनीहरू 5 रुपियाँ एउटा नानीहरू मगाएको थियो 2 रुपियाँ एउटा दुध छ कि नै त्यससँग उमालेर यो चाहिँ अब यो पर्दाखेरि खानुपर्ने किनभने यसले निद लगाउने हुन्छ कि धेरै अनि त्यसो भएर यो थोडा उमाल्छु टक्क पारेर फ्राई पनि थियो दुध यहाँ छ होइन बिरालो खाइदिन्छ तल राख्यो भने त आज चाहिँ कम दिन्छु दुध त यो चाहिँ होइन मैले दुध निकालिसकेँ अब यसलाई चाहिँ अब यसलाई हाल्ने चिनी गएको छ हाल्छ फेरि यो आगो पनि ठिक्क बलेछ चिनी पनि हेरेछ टक्क यसलाई हल्का उमाल्छु आगो बालेको अहिले चाहिँ बोल्यो होइन कस्तो देखेछ है ए कमेन्ट ल म चाहिँ काम गरेर आएर थाकेर होइन पुरा हालत छ कपडा पुरा गन्ध भएको छ नि यहाँ सबैजना बस्नु भएको छ यहाँ चाहिँ अहिले यता सबैजना गरेर अनि खटिम गएर सामान लिएर आउनु भएको यो सब यो तिहारको यो सबै सामान अहिले चाहिँ होइन यस्तै बसिरहेको छु अब चाहिँ मेरो भ्लग यहीँ इन्ड हुन्छ सबैलाई बाई भन्नु चाहन्छु र लाइक मन परेमा लाइक कमेन्ट र सब्सक्राइब गर्न नभुलिनु होला हजुरहरू।